जापानमा विद्यार्थीले पैसै कमाउँदैन भन्छन्। विद्यार्थीले पैसा काम गरेर मात्र होइन, जापानमा सोसल मिडिया युज गरेर धेरै पैसा कमाउन सकिन्छ। टिकटक मोनेटाइज गरेर महिनाको लाखौँ कमाउन सकिन्छ, फेसबुक मोनेटाइज गरेर लाखौँ कमाउन सकिन्छ, युट्युब मोनेटाइज गरेर लाखौँ कमाउन सकिन्छ। जापानमा लाटो मान्छे आएर काम छैन। जापानमा जो बाटो छ त्यसले धेरै तरिकाले पैसा कमाउन सकिन्छ। काम गरेर गधा जसरी भारी बोकेर यामातो बेन्तो गरेर मात्र पैसा कमाउन सकिँदैन। सोसल मिडिया युज गरेर नै पैसा कमाउन सकिन्छ। अनि अरू धेरै सोसल प्लेटफर्म छ जहाँ तपाईँले इजिली पैसा कमाउन सक्नुहुन्छ। विद्यार्थीले इजिली पैसा कमाउने भनेको चाहिँ फेसबुक र टिकटकबाट हो, जहाँ तपाईँले भिडियो हालेकै भरमा लाखौँ पैसा पनि आउन सक्छ। मैले पनि टिकटक मोनेटाइज गरेर लाखौँ पैसा कमाइसकेँ, अनि फेसबुक मोनेटाइज गरेर पनि। अनि टिकटक सबबाट चाहिँ यसरी फ्रीको स्याम्पलहरू मगाउन सक्नुहुन्छ, अनि रिभ्यू दिएर तपाईँले यो बेचे बापत तपाईँहरूले नि पैसा पाउन सक्नुहुन्छ। अब भन्नुहोस् जापानमा पैसा छ या छैन? काम गरेर मात्र पैसा कमाउने तपाईँको सोच छ भनेदेखि त्यो तपाईँको गलत हो। जापानमा धेरै तरिका छ यसरी पैसा कमाउने। म लगायत धेरै जापानमा स्टुडेन्टले यसरी नै पैसा कमाउँछन्।